Hello everyone, welcome back to my channel. र आज फेरि पनि म यहाँको लागि एउटा भिडियो लिएर आएको छु अनि विशेष आज चाहिँ म तेलअभिवमा जाँदैछु अनि तेलअभिवमा चाहिँ किन भन्दाखेरि त्यहाँनिर चाहिँ 19 वर्ष भएको नेपाली कम्युनिटी चर्चको वार्षिक उत्सव मनाउनको लागि हामीलाई निमन्त्रणा थियो, विशेष इन्भिटेसन अनि हाइफा मण्डलीकोलाई। अनि यहाँबाट हामी 4-5 जना जाँदैछौँ अनि कतिजनालाई हामी त्यहाँ पनि भेट्नेछौँ। र अहिले चाहिँ 4 बजिरहेको अवस्थामा चाहिँ गाडी पर्खिरहेको छु, किनभने म्यापमा 5 मिनट बाद देखाइरहेको थियो। अनि युजली फ्राइडे चाहिँ बस आउँदैन, तरै पनि आज बस स्टपमा म बस आउँछ कि भनेर पर्खिरहेको छु। हुन्छ, हामी भेट भयो। सन्दिपा, मेरो प्यारी बहिनी सृजना, अमिरदा, हामी अब भेट भयो। सेरुको लागि चाहिँ अब हाम्रो हेन्डसम भाइ भनिदेऊ। हेलो, वेलकम टु माई च्यानल। मेरो हामी चाहिँ यहाँनिर सेरुतमा बसेको। खै सन्दिपा यहाँनिर बस मान्छे पर्खिरहेछ अवस्था। र साथीहरू, अब चाहिँ म तपाईहरुलाई बाटोको भ्यू देखाउँदै लान्छु। तपाईहरुलाई मनपर्छ कि मन पर्दैन? मलाई चाहिँ एकदमै मनपर्छ बाटोको भ्यूजहरू हेर्दै। सबैजना प्रायः चाहिँ ट्राभल गर्दाखेरि बसमा या सेरुत भन्छ, यहाँनिर चाहिँ सेरुत भनेको चाहिँ 10 सिटर 15 सिटरहरू भएको एउटा मिनी बस जस्तो हुन्छ। अनि त्यसमा चाहिँ सबैजना सुतिरहेको हुन्छ। तर म चाहिँ मोस्ट अफ द टाइम चाहिँ के गर्छु भन्दाखेरि भ्युजहरूको मजा लिन्छु है। स्पेसली डे टाइममा म ट्राभल गर्दैछु भने चाहिँ मलाई एकदमै मनपर्छ भ्यूहरू हेर्नु, किनभने इच एन्ड एभ्री जति ट्राभल गर्दै गयो उति नयाँ कुराहरूलाई मैले देख्न पाउँछु। अनि म मजा लाग्छ नयाँ कुराहरू हेर्दै भिडियो त्यसलाई क्लिकहरू गर्दै जानुको लागि। अनि यहाँनिर यसरी दामी दामी बिल्डिङहरू, अलग अलग ठाउँमा अलग अलग डिजाइनको बिल्डिङहरू अनि अलग अलग प्रकारको त्यहाँनिर लोकेसनहरू आउँछ। अनि तेलअभिव जाँदाखेरि चाहिँ मलाई सधैँ यसरी हेर्दै हेर्दै जानु मजा लाग्छ। र आई होप तपाईँहरूलाई पनि मन पर्यो भन्ने कुरालाई। र यहाँनिर चाहिँ हामी अलमोस्ट तेलअभिव पुगिसकेको छ। यो चाहिँ हामी तेलअभिवको मेन सिटीभित्र एन्टर भइसकेको छ यति बेला। अब हामी केही मिनट बाद हाम्रो डेस्टिनेसनमा पनि पुग्नेछौँ। र यहाँ तपाईँहरूले तेलअभिवको हाइस्ट बिल्डिङहरूलाई हेर्न सक्नुहुन्छ। अन्त बाई द वे, तेलअभिव चाहिँ वर्ल्डकै एक्सपेन्सिभ सिटीमध्ये सिटी भएको छ। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि तेलअभिवमा चाहिँ धेरै मानिसहरू चाहिँ आएर, सबै ठाउँको मानिसहरू, देश विदेशको मानिसहरू आएर चाहिँ यहाँनिर एक्सपेन्सिभ सिटीमा चाहिँ उनीहरू एक्सप्लोर गर्ने गर्छन्। अनि हामी यही सिटीमा जाँदैछौँ। मलाई कस्तो लाग्यो, इन्जोय गर्न सक्नुहुन्छ। र यो क्लिप चाहिँ मैले सेरुतबाट गरेकोले गर्दा त्यस्तो क्लियर छैन, ग्लासले गर्दा टल्किरहेको छ। अहिले चाहिँ हामी तेलअभिव तखाना आइपुगेको अवस्था। यहाँनिर राम्री केटी, अर्को पनि राम्री केटी, अर्को पनि राम्री केटी जान आँटेछौ। यस्तो छ तेलअभिव चाहिँ। साह्रो थियो अनि उहाँहरू आउनुभएको छ। अनि म र मेरो वाइफ अनि हाइफा नेपाली मण्डलीको तपाईँहरूको बिचमा यो यात्रालाई अगाडि लानुभएको छ। अनि म एउटा कुरामा विश्वास गर्ने व्यक्ति हो कि मण्डली चाहिँ एउटा यात्रामा छ है, मण्डली चाहिँ यात्रामा छ। अनि हामीले यहाँनिर चाहिँ यहाँनिर सेवामा बसिराख्दाखेरि पनि फोटो चाहिँ किन नलिने भनेर हामीले देख्नु थियो। अनि यहाँनिर बहिनीहरूले एकदमै राम्रो डान्स गर्नुभएको थियो। मलाई उहाँहरूको कोरियोग्राफी एकदमै मन पर्यो है। सिम्पल गीतमा मजाले डान्स गर्नुभएको थियो, एकदमै इन्जोय गरिरहेको थियौँ। र त्यसपछि हामीले चाहिँ सेवा सक्यो। अनि बाइ द वे, मैले सबै फुल वचनको चाहिँ पास्टर बोले हाम्रो
हाइपर चर्चको पास्टर अनमोलले वचन भन्दै हुनुहुन्थ्यो। मैले छोटो क्लिप मात्रै लिएँ किनभने अलाउ पनि थिएन अनि राम्रो पनि देखिँदैन वचन हुँदै गर्दाखेरि भिडियोहरू गरिरहनु, त्यो भएर मैले भिडियो गरिनँ। अनि एकदमै ब्लेस्ड मेसेज उहाँकोबाट सुनेर हामीले खानाहरू खायौँ। अनि खाना खाँदा पनि हामी फोटो खिच्ने भिडियो खिच्ने त्यस्तो त्यो सिचुएसन नै थिएन। अनि त्यो पनि सायद राम्रो होइन भनेर चाहिँ मैले लिन देखाउन सकिनँ। र हामीले त्यसपछि चाहिँ एउटा डान्स है गरेर एकदमै हामी जहिले पनि हामी गएको ठाउँमा हामी साथीहरू भेट भएको ठाउँमा हामीले डान्स चाहिँ गर्छौँ नै गर्छौँ। अनि सबैजना मिलेर डान्स गरेको थियौँ। अनि फोटो खिच्ने चाहिँ खिचिराख्नु भएको थियो किनभने उहाँहरू यही समयमा हो भेटघाट हुने समय, त्यो भएर उहाँले यो मोमेन्टलाई चाहिँ क्याप्चर गर्दै हुनुहुन्थ्यो। अनि यसै बिचमा हाम्रो ग्रुप डान्समा जोइन हुँदै हुनुहुन्थ्यो कतिजना दिदीहरू पनि, अनि उहाँहरूले पनि हामीसँग इन्जोय गरिराख्नु भएको थियो। र यसरी हामीले झन्डै 2टा जस्तो गीतमा चाहिँ ननस्टप डान्स गरिसकेपछि चाहिँ हामी घर फर्किनु पर्थ्यो र घर हामी यति बेला चाहिँ हाम्रो सेवा सकेको अवस्था। बाई बाई।